हेलो नमस्ते साथीहरू, म चाहिँ अहिले यो धनकुटाको पाखरीबास भन्ने ठाउँमा चिया बगानमा आएको छु र यहाँ चाहिँ सानो सानो जू पनि रहेछ र भित्र राते छ। यहाँनिर चाहिँ यो मृग रहेछ। यहाँ यता चाहिँ सानो सानो मृग रहेछ, रमाइलो छन् मृग चाहिँ। अबै खेली गरेको छ। यहाँ यी खरगोशहरू छन्, सानो सानो खरगोशहरू। खरगोश घाँस खाइरहेको छ। रमाइलो, निकै राम्रा राम्रा खरगोश छन्। रमाइलो छ यतातिर। मिनी जू, यो मिनी जू हो। उहाँ चाहिँ बाँदरहरू पनि छन्, 2-3वटा बाँदर खेलिरहेका छन्। दुईवटा चाहिँ लडाइँ गरेकै गर्छन् तिनीहरू। अघि केरा खान दिएको, एक आपसमा लडाइँ गरेर एउटाले अर्कोलाई खानै नदिने। रमाइलो छ यतातिर, निकै रमाइलो, निकै सुन्दर छ। यहाँ पनि छ, के छ यहाँ चाहिँ यो के हो, कालिज हो कि होइन हो, मयूर। मैले चाहिँ छुट्याउन सकेन, यो हजुरले छुट्याउनु होला कुन के रहेछ। यहाँभित्र बसेको छ, मैले छुट्याउन सकेन। सानो चरो छ। यो कालिज पनि रहेछ। यहाँ चाहिँ कालिज छ। यतातिर केही छैन, खाली छ। कति राम्रो छ, कति राम्रो छ यहाँको सिन। यतातिर पिउने पानी, शुद्ध पिउने पानी छ। धारो, निकै राम्रो धारो छ। यो मजाको, आमामा कति चिसो पानी हो। पानी पिउनु मजा पनि आयो, चिसो पानी रहेछ। यहाँ चाहिँ शिव पोखरी, भगवान् शिवको फोटो मूर्ति छ बिचमा। अनि यहाँ त चाहिँ पोखरी। निकै रमाइलो, निकै रमाइलो छ। क्लियर फोटो आउँछ, सुन्दर पनि छ मौसम। यता चाहिँ यो चाहिँ यहाँ घुम्नको लागि टिकट घर हो। टिकट काउन्टर यहाँनिर छ। यो टिकट घर। हामी चाहिँ बाहिरिसकेको अहिले घुमेर। यता जिम हल पनि छ। साह्रै रमाइलो छ हौ यहाँ, चिसो चिसो मौसम। यो के रेस्टुरेन्ट नानु? यहाँ बस्ने कि माथि? यिनीहरू किन गएको नि? ए आऊ है, छिटो आऊ। आऊ 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 बाबु नानी। यो चाहिँ के फुल हो? यो कति दामी फुल रहेछ हौ। टिप्नु पऱ्यो, टिप्ने भन्नाले फोटो